सम्पूर्ण व्यक्तिहरुमा नमस्कार, अभिवादन। आजको दिनमा फेरि हामी यहाँहरुका माझमा एउटा नयाँ अंकका साथमा उपस्थित भएका छौं। हामी सदा झैं यहाँहरुका माझमा संगीत, साहित्य, एउटा रचनात्मक दिन बिताउने सिलसिला विगतदेखि नै हामीले प्रयास गरिरहेका छौं। आज गुड फ्राइडे एउटा एकदमै शुभ शुक्रबारको रूपमा हामीले तपाईको संगीत मार्फत यो वातावरणलाई गुन्जायमान बनाउन चाहन्छौं। कृपया सुरु गरौँ त हजुर। गरौँ हजुर। म एउटा म्युजिक ट्र्याकमा यहाँलाई यसो गीत गाएर हैन सुन्ने समयको सदुपयोग गराउन चाहन्छु। ओके। एकदमै मिठो भावनात्मकताले भरिएको हैन एउटा नेपाली समाजको यथार्थतालाई व्यक्त गर्ने गीत, जुन गीतमा नेपालीहरु वर्षौंदेखि मुगलान हुँदै अहिले खाडीहरुमा सम्म तल्लो बाटो हुँदै अमेरिकासम्म जानुपर्ने जुन परिस्थिति यो नेपालमा सिर्जना भएको छ, त्यसलाई एउटा आफ्नो प्रेमिकासँग आफ्नो प्रेमसँग दाँजेर एउटा भावनात्मकताको सीमा पार गरेको गीत गाउनुभयो। यहाँलाई यसका निम्ति धेरै धेरै धन्यवाद। यहाँको केही कुरा छ? गीतबाटै भनिएको छ हैन। अब यो एउटा नेपाली समाजको तपाईले भने जस्तै एउटा अहिलेको वर्तमान भनौं न हाम्रो बाध्यतात्मक परिस्थिति हो। परिस्थितिको यसले चाहिँ त्यो बाध्यतालाई बोल्छ हैन। यो चाहिँ के हो भन्दाखेरि अहिले भन्दा धेरै वर्ष पहिल्यै लेखिएको यो सिर्जना गरेको गीत हो र त्यसले अहिलेसम्म पनि त्यो एउटा सिचुएसनमा फिट गरिरहेको छ नेपालमा। सारै भावनात्मकताले भरिएको गीत रहेछ। तर मैले चाहिँ सुनेको थिएन, आज पहिलोपल्ट सुने। अब म फेरि यसलाई पुनः सुन्ने एकदम सुनै भन्दै सबैलाई थ्यांक यू भन्न चाहन्छु। आजको यो बसाइबाट हामी बिदा हुन चाहन्छौँ। यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद छ। नमस्कार।